चीनिया अटोमोबाइल निर्माता छाङ्गनको नयाँ विद्युतीय एसयुभी नेभो Q05 नेपाली बजारमा आउने भएको छ। एमडब्ल्यू वृद्धिले यही भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोमा दिप्पल नेभो Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। 51.9 किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध नेभो Q05 ले 500 किलोमिटरसम्मको रेन्ज दिने दावी गरिएको छ। Q05 को मुख्य आकर्षण मध्ये यसको फास्ट चार्जिङ क्षमता रहेको छ। 3C फास्ट चार्जिङ सपोर्ट गर्ने इभी 30% बाट 80% सम्म ब्याट्री चार्ज गर्न करिब 30 मिनट लाग्ने कम्पनीको दावी छ। Q05 मा सिंगल फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर छ। मोटरले अधिकतम 120 किलोवाट पावर र 190 Nm टर्क प्रदान गर्छ। यसको अधिकतम पावर 163 PS रहेको छ। यसको अगाडिको भागमा आधुनिक स्प्लिट एलईडी हेडलाइट, सक्रिय एयर इन्टेक र फ्लश डोर ह्यान्डल दिएको छ। पछाडितर्फ फुल विथ टेल लाइटले एसयुभीलाई आधुनिक स्वरूप दिएको छ। एसयुभीको लम्बाई 44-35 मिलिमिटर, उचाइ 1600 मिलिमिटर, व्हील बेस 2735 मिलिमिटर, ग्राउन्ड क्लियरेन्स 170 मिलिमिटर र बुट स्पेस 540 रहेको छ। Q05 को क्याबिनमा डिजिटल प्रविधिलाई प्राथमिकता दिएको छ। यसमा 16.6 इन्चको सेन्ट्रल टच स्क्रिन र 10.17 इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ। यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, इन्टेलिजेन्ट भोइस कन्ट्रोल र ओटीए जस्ता अपडेट भएका फिचरहरू पनि छन्। सुरक्षाका लागि Q05 मा आधुनिक ड्राइभर असिस्टेन्ट सिस्टम छ। यसमा एडप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ लगायतका सुविधा उपलब्ध छन्। उच्च भेरिएन्टमा 360 डिग्री सराउन्ड भ्यू क्यामेरा, 540 डिग्री प्यानोरामिक क्यामेरा रहेको छ। नेभो Q05 मा कम्प्याक्ट एसयुभी सेगमेन्टमा लामो रेन्ज, फास्ट चार्जिङ, आधुनिक डिजाइन, डिजिटल केबिन र एडीएस फिचर सहित उपलब्ध हुनेछ। नेपालमा डिप्पल ब्रान्ड अन्तर्गत उपलब्ध हुने नेभो Q05 ले विद्युतीय एसयुभी खोज्ने ग्राहकलाई थप विकल्प दिने अपेक्षा गरिएको छ।